हेलो गाइस, हेर्दै हुनुहुन्छ मेरो बुढी चाहिँ आज कहाँ जाने प्लानिङ गर्दैछन् सोध्छु है त। बुढी आज कहाँ जाने प्लानिङ छ? आज चाहिँ हामीहरू पिकनिक खानको लागि। लौ त बुढी भिडियो स्टार्ट गर न त। ह्याप्पी न्यू इयरको। हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। र आज चाहिँ 2082 1 महिना 1 गते आज चाहिँ नयाँ वर्ष हो। नयाँ वर्षको दिनमा चाहिँ हामीहरू पिकनिक खानको लागि गइराखेको छौँ, किनकि हाम्रो फुफाजू बोलाइराख्नु भएको छ पिकनिक खानको लागि। त्यही भएर चाहिँ हामी पिकनिक खानको लागि रेडी भइराखेको छौँ। चाहिँ रेडी भइसकेछौँ। मेरो मेकअप पनि भइसक्यो। त्यो काजल बाहेक म मेकअप गर्दैन। मेरो मेकअप त्यति नै हुन्छ। र आज हामी ह्याप्पी न्यू इयरको दिनमा के गर्नेछौँ, के कसरी इन्जोय गर्नेछौँ हजुरहरूलाई सबै देखाउने नै छौँ। हेर्दै जानु होला। फाइनली हामीहरू चाहिँ फर्केर आइसकेको छ। यहाँ चाहिँ पिकनिक खानको लागि चाहिँ यहाँ सामानहरू रेडी भइसकेको छ। यतातिर चाहिँ सबैजना रेडी भइराखेको छन्। हामी चाहिँ अहिले पिकनिक खाने ठाउँमा पुगिसकेछौँ। हेर्न सक्नुहुन्छ सबैजना चाहिँ आफ्नो काममा व्यस्त भइसकेको छ। मासु काटिङ हुँदैछ। चिसो खाने कार्यक्रम चालु। काटी यो विज्ञान चिसो खान्छ। विज्ञान Nanti Papa. Ayo masuk dalam cikin foto. Itu sedang. Ini mana? Ini di foto ada. Masuk sok kan. Kali tentu देखो ये की हो गेंटा नहीं कस्तो भइरहेको आजको अब शंकर को बियर खाने ओ भाइ यस्तो अब यहाँ खाना पाकेर चाहिँ रेडी भइसकेर छ। खानाको लागि चाहिँ सबैजना बसिसकेछन् र अहिले चाहिँ म चाउमिन र जुस खाँदैछु, किनकि हामीहरू चाहिँ वैशाखमा पूर्णगिरी जाँदैछौँ। त्यही भएर बुढाबुढी खाइरहेको छैन।
हेर्न सक्नुहुन्छ पार्टी चाहिँ चालु भइसकेछ आज पिकनिकको र हजुरहरूलाई लास्ट त फाइनल देखाइदिन्छु खाने क्रम। हेर्न सक्नुहुन्छ सबैजना यहाँ आफ्नो खानामा व्यस्त छन्। कोही बियर जुस खाइरहेछ, अब जे खान्छ नि त्यति खाइरहेछन् सबैजना। यता पनि सबैजना बसिसकेछन् र हामीहरू चाहिँ खाएनौँ किनकि पूर्णगिरी माताको दर्शन गर्न जानुपर्नेछ। त्यही भएर म चाहिँ धर्मकर्ममा धेरै विश्वास मान्छु र त्यससँगै मेरो बुढा पनि मसँग बसेर उहाँ पनि त्यस्तै भइसक्नु भएको छ। देवरजी ले बोल देऊ त। हेलो गाइस, आज हमरे 2082 के रमाइलो मनाया थी। मैं चाहिँ शिकार पे खाइथूं। ई मोर मडो देवर होई गाइस मेन वायरल करा दे। मोर शिकार खाइथूं। मेन वायरल करा दे करी मोर भौजी वायरल करा दे कैसे भौजी वायरल करा दे हो मेन से बे वायरल। मडो देवर का किएर जहर पीके बियर पीके शिकार का देवर होई। अब ये जुन मुस्की मनाउन देवर होई लटोला। हामीहरू चाहिँ पिकनिक खाएर अब घरतिर लागिसकेछौँ। बाबु चाहिँ अगाडि बसेछ अनि मेरो बुढा र यहाँ हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामीहरू जङ्गलमा छौँ। जङ्गल चाहिँ यहाँ सुनसान छ र हामीहरू चाहिँ अब 3 जना मात्रै गइरहेको छौँ र आउँदाखेरि चाहिँ हामी जङ्गलमा अघि नै खसेथ्यो। मेरो चाहिँ हातमा चोट लाग्यो अनि मेरो बाबुको चाहिँ यहाँ चोट लागेको थियो। मेरो बुढा चाहिँ बाइकमा खसाइदिनु भएको थियो। आजको न्यु इयरमा चाहिँ आजको हल्का साइड बिग्रेको थियो। आउँदाखेरि चाहिँ जे होस् रमाइलो भयो आज। अहिले चाहिँ यहाँ मम्मीहरू घरतिर लागिरहेको छ र मेरो बाइकको चाहिँ ऐना पुगिसकेछ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो बाइकको यस्तो हालत भइसकेछ। हामीहरू चाहिँ अहिले यहाँ बाटोमा छौँ र यहाँ हेर्न सक्नुहुन्छ घर चाहिँ एक मासको छ। यहाँ चाहिँ यो ठाउँलाई चाहिँ के भन्छन् मलाई थाहा छैन, तर एकदम राम्रो चाहिँ यो घर देखिरहेको छ। सिम्पलमा राम्रो छ। अहिले चाहिँ अब बाटोमा छौँ। हेर्न सक्नुहुन्छ यहाँ खैरानीको पुल हो यो। मस्त छ, दामी। हजुरहरूलाई कस्तो लाग्यो पुल? मलाई चाहिँ एकदम मन पर्यो। काँडा खोला पुल भन्छ नि यो। साइनबोर्ड चाहिँ यहाँनिर छ। यहाँका मौसम, यहाँ पहाड नजिकै छ, यहाँ डाँडा छ तर पानी चाहिँ यो पुलमा छैन र पुलमा चाहिँ अहिले मेरो बाबु खेलिरहेछ। मेरो बाबु चाहिँ यहाँ फर्स्ट टाइम यो पुल देख्यो। कहिले पनि पुल देखेको थिएन मेरो बाबु। अनि जङ्गल, यो खोला नाला मेरो बाबुको फर्स्ट टाइम हो यो देखेको र हेरेको। खै सानो चाहिँ यो पुल चाहिँ म पनि यहाँ अहिले कहिले पनि आएको थिएन। यो फर्स्ट टाइम नै यहाँ आएको छु यो पुलमा। यहाँ बाबा छोराको मस्ती। बाबु मम्मीहरू चाहिँ बाबुले यहाँ पुल देखाइरहेछ। हजुर मेरो बाबु यो के हो? यो कहिले देखेको थिएन होइन? सानो सानो बाबाले कहाँ पुपु गर्नुभयो? कहाँ पुपु भयो मेरो सानोको? मेरो बाबुले मेरो बाबुको बाबाले बाइकबाट खसाउनु भएको थियो। हामीहरू चाहिँ घर पुगिसक्यौँ र अहिले चाहिँ राति पनि भइसकेछ र मेरो बाबु र मेरो बुढा चाहिँ बाहिर खेलिरहेको छ। म चाहिँ अहिले कोठामा छु। लास्टै ठकाइ लागिसकेछ र आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला र हजुरहरूलाई पक्कै रमाइलो लाग्यो होला भन्ने आशा गरेको छु र हजुरहरूलाई हाम्रो भिडियोलाई चाहिँ सपोर्ट र लाइक र सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। आजको लागि शुभरात्रि। बाई बाई।